माथि छलफल सुरु भएको छ। प्रत्येक वर्ष संसदमा बजेट प्रस्तुत हुँदा त्यसमाथि छलफल हुँदा त्यो छलफलमा भाग लिऊँ कि नलिऊँ भनेर मेरो मनमा प्रश्न उठिरहन्छ। छलफलमा भाग लिने हो भने प्रस्तुत बजेट जे जस्तो आएको छ त्यसमा सरकारले कुनै छाँटकाँट वा संशोधन गर्दैन। छलफलमा भाग नलिने हो भने बजेटको वास्तविकता जनताको बीचमा पुग्दैन। बजेटमा कुनै संशोधन होला भन्ने आशाले होइन, बजेटको वास्तविकता जनता बीच पुगोस् भनेर नि म यो रोस्टममा उभिएको छु। प्रत्येक वर्ष बजेट प्रस्तुत गर्नु राज्यको एउटा नियमित प्रक्रिया हो। अहिले प्रस्तुत बजेट पनि त्यसैको एउटा निरन्तरता भन्दा बढी केही हो जस्तो लाग्दैन। बजेट प्रस्तुत हुँदा आम नेपाली जनतालाई कौवालाई बेल पाक्यो हर्षण विस्मात भएको छ। यो बजेटले आम बहुसंख्यक नेपाली जनतालाई खुसी बनाउन सकेको छैन। आम जनता खुसी नहुने बजेटको स्वामित्व पनि आम नेपाली जनताले लिन सक्ने कुरा पनि भएन। त्यो अवस्थामा यो बजेट मुठ्ठीभरका थैली स्या वर्गका निम्ति बनेको हो भन्दा फरक पर्दैन। यो बजेट आम नेपाली जनताको लागि बनेको होइन भनेर बोलिरहँदा मैले तथ्यहीन आरोप लगाएको छैन। सभामुख महोदय, बजेटको अन्तर्वस्तुमा गएर विचार गर्ने हो भने त्यो आरोप नभएर यथार्थता हो। बजेटका केही तथ्यमाथि विचार गरौँ। प्रत्येक वर्ष हाम्रो श्रम बजारमा 5 लाख मान्छे रोजगारीका लागि थपिन्छन्। अर्थात् 5 लाख मान्छेलाई प्रत्येक वर्ष रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ। ती 5 लाख नागरिकलाई रोजगारी दिने हाम्रो बजेटले के कस्तो कार्यक्रम बनाएको छ त्यसलाई पनि एकचोटि हेरौँ। रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि हो। कृषि क्षेत्रमा कतिजनाका लागि बजेटले रोजगारी सिर्जना गर्न सक्यो भनेर खोज्ने हो भने कृषिमा अझै सामन्ती भूस्वामित्व कायम छ। किसानको सट्टा भूमाफियाहरूलाई पोस्ने गरी बजेट बनाइएको छ। कृषि क्षेत्रलाई राष्ट्रिय उद्योगसँग जोड्ने कुनै कार्यक्रम छैन। यहाँसम्म कि नेपाल दुध र मासुमा केही हदसम्म आत्मनिर्भर हुँदै गइरहेको स्थितिमा कृषिजन्य, दुधजन्य, वनस्पतिजन्य, मासुजन्य वस्तुको आयातमा लाग्ने अग्रिम कर हटाएर विदेशी आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको छ। रोजगारी सिर्जना गर्ने अर्को क्षेत्र भनेको उद्योग